आदरणीय साहित्य प्रेमी बन्धुहरू, भानु जयन्तीको यो पुनीत अवसरमा म आज कुनै मनोरञ्जनात्मक गीत वा अन्य साहित्य पस्किँदै आएको होइन। एउटा गुनासोको पोको बोकेर आएको छु म आज। वर्तमान नेपालको पीडा, विसङ्गति, अन्याय, युवा पलायन, सुकुम्बासीको वेदना, प्रवासीको अधिकार र राष्ट्रिय स्वाधीनताको चिन्तालाई समेटेर आजको यस कार्यक्रममा मैले आफ्नो पीडा पोख्ने जमर्को गर्दैछु। गुनासो अलि लामो हुन सक्छ, आशा छ धैर्यतापूर्वक सुनिदिनुहुन्छ। मेरो यो पीडाको शीर्षक छ, हे भानु तिम्रो जन्मदिन म कसरी मनाऊँ। हे भानु म तिम्रो जन्मदिन कसरी मनाऊँ। म जन्मेको देश, मेरो मातृभूमि आज आफै विलप बन्धमा छ। आफ्नै घाउ बोकेर बाँचेको छ, आफ्नै भविष्यसँग डराएको छ। हातमा शिक्षाको प्रमाणपत्र छ, तर देशमा अवसर छैन। युवाका आँखामा सपनाहरू हराएको छ, निराशाको कालो बादल मडारिएको छ। भविष्य अन्धकार देखेर आत्महत्या गर्नेहरूको ताती छ। कोही बाँच्नकै लागि परदेशिएका छन्, कोही निराशा बोकेर जीवनदेखि हट्दैछन्। कागजमा डिजिटल नेपाल छ, कार्यालयमा धुलो लागेको फाइल छ। मन्त्री र नारा फेरिन्छन्, तर जनताको पीडा फेरिँदैन। अनुशासनलाई कमजोरी, अराजकतालाई स्वतन्त्रता, विकृतिलाई आधुनिकता नै भन्दैछन्। सरकार स्वयं गुण्डागर्दीबाट समाधान खोज्दैछ, संवादभन्दा धम्की रोज्दैछ। अनुशासन हराउँदै गएको छ, छाडापन चौतर्फी मौलाएको छ। खुलेआम भाङ र धतुरो धोकेर हिँड्नेलाई पूर्ण स्वतन्त्रता छ। लाजलाई कमजोरी ठानिएको छ, अराजकतालाई स्वतन्त्रता भनिएको छ। सत्ताको उन्मादले मातिएका शासकहरू जनताको आवाज सुन्न छाडेका छन्। आफ्नै प्रशंसाको प्रतिध्वनिमा आफै महान बनेर रमाएका छन्। युवाको बलिदान परिवर्तनको जग बन्नुपर्ने थियो, तर त्यसैलाई अपहरण गरेर सत्ताको भर्याङ बनाइँदैछ। तिनको रगतले लेखिएको इतिहासमाथि स्वार्थको हस्ताक्षर गरिँदैछ र उनीहरूको सपना कुल्चेर मनोमानी ढङ्गले देश हाँक्न खोजिँदैछ। ठगलाई दण्ड दिनुपर्ने राज्य ठगीकै मुहान बन्दैछ। बदला र पूर्वाग्रह राज्य सञ्चालनको मूल मन्त्र बनेको छ। न्याय अनुहार हेरेर बदलिन्छ, कानुन सम्बन्ध हेरेर मोडिन्छ। कमजोरका लागि डन्डा, शक्तिशालीका लागि खेलौना। आज सुकुम्बासीका झुपडीमाथि डोजरको छाया बढारिएको छ। वर्षौंको पसिनाले बनाएको ओत छेडभरमै माटो हुँदैछ। बालबालिकाका किताब धुलोमा पुरिएका छन्। वृद्धका आँखा अघि चुलो निप्दैछन् र राज्य उनीहरूको आँसु हेरेर पनि निर्दयी दर्शक बनेर उभिएको छ। जसको नाममा राजनीति गरिन्छ उसैलाई सडकमा फालिन्छ। घरबार विहीनलाई अपराधी ठानिएको छ, तर सार्वजनिक सम्पत्ति हडप्नेहरू सत्ताको संरक्षणमा निर्धक्क बसेका छन्। गरिबको झुपडी अवैध हुन्छ, धनीको महल वैध बनाइन्छ। कस्तो न्याय हो यो भानु। गरिबी र अभाव असुरक्षाकै कारणले विदेश जान बाध्य भएका छौँ। विवशताले माटोबाट छुट्न बाध्य भएका छौँ। देश छाड्नु रहर थिएन। सम्मानपूर्वक बाँच्ने आशामा पलायन हुनु परेको छ, तर हामी प्रवासीलाई आज आफ्नो माटोबाट टाढा धकेलिँदैछ। नागरिकता दिने ललिपप देखाएर वंशजको अधिकार त्याग्न बाध्य बनाइँदैछ। अधिकारको नाममा प्रलोभन छ, पहिचानमाथि मौन प्रहार छ। माया देखाए झै गरी
जरा काट्ने खेल चलाइएको छ। नागरिकताको मिठो फूलभित्र अधिकार हरणको विष हालिएको छ। सिक्किमीकरण गर्ने कुटिल चाल बुझेर पनि पुछपछाइँदैछ। राष्ट्रको भविष्य दाउमा राखेर क्षणिक लाभ गनिँदैछ। आफ्नै घरको ढोका खोल्दै अरूको कुचालबाट बाटो दिइँदैछ। देशभक्तिको भाषण गर्नेहरूबाटै देशको आत्मा बन्दकी राखिँदैछ। हे भानु, नेपाल आज केवल आन्तरिक अव्यवस्थाले मात्र होइन, राजनीतिक दबावले पनि घेरिएको छ। टिओबी अर्थात् दलाई लामा सम्बन्धी चलखेलको आशंका बढेर गएको छ। बाह्य शक्तिका स्वार्थहरू हिमालका छायामा टक्राउँदैछन् र नेपाललाई आफ्नो खेल मैदान बनाउँदैछन्। अदृश्य हातहरू सक्रिय देखिँदैछन्। हाम्रो भूमि कसैको रणनीतिक प्रयोगशाला नबनोस्, हाम्रो स्वाधीनता कसैको सौदाबाजीको वस्तु नबनोस्। उत्तर र दक्षिणका स्वार्थबीच नेपालको अस्मिता नच्यापियोस्। धर्म शरणार्थी र अधिकारका नाममा राष्ट्रिय सुरक्षामाथि दीर्घकालीन जोखिम नथपियोस्। तर सत्ता दूरदृष्टिले राष्ट्र जोगाउनु भन्दा क्षणिक लाभको हिसाब गर्दैछ। बाह्य चलखेल बुझेर पनि नबुझे झै मौन बस्दैछ र राष्ट्रिय हित भन्दा कुर्सीको आयु ठुलो ठान्दैछ। अर्कोतिर सामाजिक सञ्जालको चरम दुरुपयोग गरी जनताको दिमाग भुटिँदैछ। झुटलाई पटक पटक दोहोऱ्याएर सत्य जस्तै देखाइँदैछ। भ्रमलाई विचार, अफवाहलाई प्रमाण र उत्तेजनालाई चेतना भनिँदैछ। जनतालाई प्रश्न गर्न होइन, अन्धो समर्थन गर्न सिकाइँदैछ। विवेक भन्दा भिडको हल्ला ठुलो बनाइएको छ। तर्कभन्दा ट्रोलको आवाज बलियो गराइँदैछ। मानिसलाई सोच्ने नागरिक होइन, प्रचार बोक्ने हतियार बनाइँदैछ र बिस्तारै विवेकहीन बन्न बाध्य पारिँदैछ। समाजलाई जोड्नुपर्ने माध्यम घृणा फैलाउने अकडा बनेको छ। सत्य बुझ्नुपर्ने ठाउँमा अर्धसत्य र झुटको बाढी छ। एक अर्कालाई सुन्नुपर्ने समाज गाली, आरोप र विभाजनमा हराएको छ र जनताको चेतनामाथि स्वार्थी शक्तिले कब्जा जमाएको छ। झोलेहरू अन्यलमा छन्, चम्चेहरू उत्सव बनाउँदैछन्। विवेक पार्टीलाई बुझाइएको छ। देशभन्दा गुट ठुलो भएको छ। सत्यभन्दा चाकडी महँगो छ र नेताको बोली धर्मग्रन्थ बनेको छ। ठगीका प्रवक्तालाई जोगाउन राज्य आफै ढाल बनेको छ। अपराधी अदालत पुग्दैन, मुद्दा बाटैबाट फर्काइन्छ। पीडितसँग प्रमाण मागिन्छ, दोषीलाई संरक्षण दिइन्छ। सत्य अदालत पुग्न अघि नै मारिन्छ। अपराधीको मुस्कानलाई राजनीतिक विजय भनिन्छ। पत्रकारिताले चेतना जगाउनु पर्ने थियो, तर सनसनी र स्वार्थ बिग्रिरहेको छ। जो झुटो लेख्छ उही चर्चित, जो प्रश्न गर्छ उही शङ्कास्पद। सत्य ढोका बाहिर छ र झुट सिंहासनमा छ। हे भानु, तिमीले भाषा जोड्यौ तर हामीले मन तोड्यौ। तिमीले चेतनाको दीप बाल्यौ तर हामीले स्वार्थको धुवा फैलायौँ। आज तिम्रो देशप्रेम पुस्तकमा थुनियो र राष्ट्र सेवा व्यापार बन्यो। त्यसैले आज तिम्रो जन्मदिनमा म माला कसरी चढाउँ? देश रोइरहेको बेला उत्सवको गीत कसरी गाउँ? युवा पलायन भइरहेको बेला, सुकुम्बासीको ओत भत्किरहेको बेला, प्रवासीको अधिकार खोसिँदै गर्दा र राष्ट्र भू राजनीतिक जोखिममा पर्दा म कसरी ताली बजाउँ? आज म फुल होइन प्रश्न लिएर आएको छु। मिठाई होइन पीडा लिएर आएको छु र तिम्रो सामु उभिएर सोध्छु के यही नेपाल तिमीले चाहेका थियौ? जहाँ सत्य बोल्दा सजाय हुन्छ, झुट बोल्दा पदक। जहाँ युवा बलिदान लुटिन्छ, सुकुम्बासीको घर भत्काइन्छ, प्रवासीको पहिचान खोजिन्छ, ठगलाई राज्यले जोगाउँछ र राष्ट्रको स्वाभिमान बाह्य स्वार्थसँग साटिन्छ। तैपनि हे भानु, म निराश भएर फर्किने छैन। तिम्रो कलमबाट साहस माग्छु, अँध्यारो चिर्ने उज्यालो माग्छु, अन्याय विरुद्ध उठ्ने आवाज र सत्यका पक्षमा उभिने हिम्मत माग्छु। तिम्रो जन्मदिनको साँचो उत्सव माला र भाषणमा होइन, बोली र काम मिलाउनमा हो। युवाको बलिदानको सम्मानमा हो। सुकुम्बासीलाई सुरक्षित छानो दिनमा हो। प्रवासीको अधिकार जोगाउनमा हो। प्रतिशोध होइन न्याय रोज्नमा हो र राष्ट्रलाई बाह्य चलखेलबाट सजग र स्वाधीन राष्ट्र राख्नमा हो। जुन दिन युवाले देशकै भविष्य देख्नेछ, सुकुम्बासीले डोजर होइन सुरक्षित घर देख्नेछ, प्रवासीले आफ्नो अधिकार पाउनेछ,
राज्य बदला होइन, न्यायले चल्नेछ। सत्ता बाह्य दबाव अघि होइन, जनताको हित अघि झुक्नेछ र कलमले निर्भीक सत्य लेख्नेछ। त्यही दिन हे भानु तिम्रो जन्मदिन साँच्चै मनाउनेछु। आज भने माला होइन, विद्रोहका शब्द चढाउँछु। हर्षको गीत होइन, चेतनाको शङ्ख बजाउँछु। देश बेच्नेहरूभन्दा देश बचाउनेहरू बलिया बनुन्। ठग र चाकरी भन्दा सत्य र इमान ठुला बनुन्। बदला र पूर्वाग्रह भन्दा न्याय महान बनोस्। सुकुम्बासीको चुलो फेरि बलोस्। प्रवासीको अधिकार सुरक्षित रहोस्। युवाको बलिदान अपमानित नहोस्। नेपाल बाह्य शक्तिको खेल मैदान नबनोस् र राष्ट्रिय स्वाधीनता कुनै स्वार्थको सौदामा नपरोस्। मेरो मातृभूमि सत्य, न्याय, स्वाभिमान र सुशासनले फेरि गर्वका साथ मुस्कुराओस्। त्यस दिन हे भानु म तिम्रो तस्बिर सामु उभिएर भन्नेछु, अब तिम्रो जन्मदिन मनाउने समय आएको छ, किनकि नेपाल फेरि स्वाधीन, न्यायपूर्ण जनताको नेपाल बनेको छ। धन्यवाद।